थुक्क मास्टर। सुन्दा सामान्य गाली जस्तो लाग्न सक्छ होइन, तर यो 2 शब्द मात्रै होइन। यो त एउटा यस्तो शक्तिशाली नेपाली कविताको शीर्षक हो जसले समाजको एउटा सम्मानित मान्छेको मुखुण्डो नै उतारिदिन्छ। आज हामी यही कविताको एक पत्र खोतल्नेछौँ। हेरौँ यसको भित्र आखिर लुकेको के छ। कविताको सुरुवात नै ज्वाम एकैचोटि झापड हाने जस्तो छ। कस्तो मास्टर निस्केछौ तिमी, कसैले मन नपराउने। यहाँ कुनै भूमिका बाँधिएको छैन, केही घुमाउरो कुरा छैन, सिधै आक्रमण छ। यो पहिलो लाइनले नै देखाइसक्यो कि यो कविता कुनै सामान्य प्रशंसाको लागि लेखिएको होइन। तर यस्तो आरोप लगाइएको यो मास्टर आखिर हो चाहिँ को? यो टक्राउ बुझ्नुभन्दा पहिले समाजको नजरमा उसको हैसियत के छ त्यो बुझ्न जरुरी छ। समाजको लागि ऊ कुनै सामान्य मान्छे होइन, ऊ त एउटा आदर्श हो, एउटा स्तम्भ हो, लगभग भगवान जस्तै पुजिने मान्छे। कविताले भन्छ, तिमी विद्यालयमा कति महान बन्छौ, साधु पनि खुट्टा ढोकेर जान्छन्। एकछिन सोच्नुस् त, कस्तो व्यक्तित्व होला जसको सम्मानमा साधु सन्तले समेत झुकेर खुट्टा ढोक्छन्। यो लाइनले उसको सार्वजनिक छविलाई यति माथि पुर्याइदिन्छ कि पछि उसको पतन झनै डरलाग्दो देखिन्छ। अनि ऊ खाली पढाउने मात्रै मास्टर होइन, ऊ त एक समाज सुधारक हो, एक प्रगतिशील आवाज। उसले त विद्यार्थीहरूलाई छुवाछुत जस्ता समाजका नराम्रा चलनहरू विरुद्ध बोल्न सिकाउँछ। मतलब समाजको नजरमा ऊ अँध्यारो हटाएर उज्यालो छर्ने एउटा नायक हो। तर कथा यति मात्रै हो त? होइन। भन्छन् नि, हरेक चम्किलो सिक्काको अर्को पाटो अँध्यारो हुन्छ। अब कविताले हामीलाई त्यही समाजको आदर्श मान्छेको घरको बन्द ढोका पछाडि लैजान्छ र यहाँ कथाले यस्तो मोड लिन्छ जसको सायद कसैले कल्पना पनि गरेको हुँदैन। नेपालीमा एउटा उखान छ नि, घरको बाघ बाहिरको बिरालो। यो उखान त मानौ यही मास्टरलाई हेरेरै बनाएको जस्तो लाग्छ। बाहिर दुनियाँको अगाडि एकदम सोझो, एकदम भला आदमी, तर घरभित्र छिर्ने बित्तिकै उसको रूप फेरिन्छ। कविताले भन्छ, उसको सज्जनता त केवल एउटा देखावटी खोल मात्रै हो। अब सुरु हुन्छ उसको कर्तुतको लिस्ट, त्यो पनि एकपछि अर्को। भाइ बुहारीलाई जुदाएर रमिता हेर्ने, आफ्नै भाउजूमाथि हात उठाउने, अनि डाहा र ईर्ष्याले जलेर आफ्नै भाइलाई नोकर जस्तो व्यवहार गर्ने। यो कुनै सामान्य घर झगडाको कुरा होइन, यो त एउटा मान्छेभित्र लुकेको दानवको पर्दाफास हो। यदि लाग्छ कि उसको क्रूरता यतिमै सकियो भने त्यो गलत हो। अझै सकिएको छैन। अहिलेसम्म त हामीले उसको क्रूरता मात्रै देख्यौं। अब कविताले उसको पाखण्ड, उसको हिपोक्रेसीको पर्दाफास गर्छ। यो त झन् डरलाग्दो छ। यहाँ हेर्नुहोस् त, कस्तो लाजमर्दो कुरा। बाहिर समाजमा ठुल्ठुलो स्वरले छुवाछुत गर्नु हुँदैन भनेर सिकाउने मान्छे घरमा चाहिँ आफै त्यही गर्छ। बहुविवाह गलत हो भनेर भाषण दिने, तर आफ्नै भाइलाई चाहिँ सौता हाल्न उक्साउँछ भनेपछि उसको हरेक आदर्श, हरेक उपदेश एउटा ठूलो झुट रहेछ। उसको नैतिक पतनको कथा यतिमै रोकिँदैन। घुस खाएर बदनाम भएको छ, मान्छेहरूलाई छल्नलाई नक्कली फोन नम्बर बाँड्दै हिँड्छ, अनि सबैभन्दा नीच काम, आफ्नै बुहारीको दाइजो बेचेर आफ्नो बिहे गर्छ। कतिसम्म गिरेको मान्छे। र अब आउँछ सबैभन्दा भयानक, सबैभन्दा अमानवीय आरोप। कविताले भन्छ, तिम्रो श्रीमतीको पेटमा छोरा भएन भनेर गर्भपात गर्न लान्छौ रे। यो त अपराधको पनि पराकाष्ठा हो। यसको लागि त कुनै स्पष्टीकरणै हुन सक्दैन। तर भन्छन् नि, पाप धुरीबाट कराउँछ, एक न एक दिन त पापको घडा भरिन्छ नै। अब पालो आउँछ कर्मको, फलको। उसले जे रोप्यो अब त्यही काट्ने बेला भएको छ। उसको पतन अब निश्चित छ। र हेर्नुस् त, उसको पतन कस्तो भयो। जुन समुदायले उसलाई शिरमा राखेको थियो, आज त्यही समुदायले उसलाई लखेट्न खोज्दैछ। लाजले मुख लुकाएर हिँड्नुपर्ने भएको छ। उसलाई भेट्नु नै अशुभ मानिन थालेको छ। उसको कर्तुतले गर्दा पुरै समाज नै गनाएको जस्तो भएको छ। यो सबै घटनाक्रमले एउटा निकै गम्भीर प्रश्न खडा गर्छ, जसलाई हामी ज्ञानको ज्योति मान्छौं, समाजको पथप्रदर्शक ठान्छौं। त्यही मान्छे नै यति ठूलो पाखण्डी निस्केपछि आखिर समाजले विश्वास चाहिँ कसलाई गर्ने? अब कविताले अन्तिम फैसला सुनाउँछ, र यहाँ कुनै दयामाया छैन, कुनै सहानुभूति छैन। यहाँ छ त केवल शब्दको सबैभन्दा तीखो प्रहार। र सबैभन्दा डरलाग्दो कुरा के हो भने, कविताका अनुसार यी सबै आरोपहरू त केवल केही झलक मात्रै हुन्।
उसका करतुतको लिस्ट त यति लामो छ कि बयान गरेरै सकिँदैन। यो त समुद्रमा देखिने आइसबर्गको टुप्पो मात्रै हो। पानीमुनि कति लुकेको छ त्यो त सोच्न पनि सकिन्न। अनि अन्त्यमा कविले एउटै वाक्यमा आफ्नो फैसला दिन्छन्, जुन कुनै श्रापभन्दा कम छैन। थुक्क मास्टर, तिम्रो हरकत बयान गर्न नसकिने। मतलब उसका करतुत यति घिनलाग्दछन् कि त्यसलाई वर्णन गर्न शब्दले पनि हार मान्छ। शब्द नै अपुग हुन्छ। त्यसैले थुक्क मास्टर एउटा पात्रको मात्र कथा होइन, यो त एउटा ऐना हो जसले समाजको एउटा डरलाग्दो तस्बिर देखाउँछ र हामीलाई एउटा अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न सोधेर जान्छ। जब समाजको रक्षक नै भक्षक बन्छ तब के हुन्छ? यो प्रश्नको जवाफ सायद हामी सबैले खोज्नु जरुरी छ।